धन्न यो मासु छ र जिन्दगी रमाइलो छ कि मेरो लागि चाहिँ। अब अहिले मासु पकाएँ, मलाई कति धेरै रमाइलो लागेको छ। मलाई पिर चिन्ता केही टेन्सन केही पनि छैन नि त अहिले भर्खरै चाहिँ। किनभने एकछिनपछि मासु खान पाइन्छ भनेर हो कि। मासु नभए भए त आधा जिन्दगी त डामाडोलै हुने रहेछ। अनि यो मासु पछिको सबैभन्दा मिठो लाग्ने भनेको मलाई दुध चिया हो है। दुध चिया चाहिँ मलाई ग्यास्ट्रिक भएर प्यास्टिक भएर भुतुक्कै भएर मरे पनि म यो खाना चाहिँ छोड्दिनँ है। अब जाडो महिना लागिरहेको छ, पेट पनि तातो, मुख पनि तातो, घाँटी पनि तातो होइन। अनि टन्सिल भारी छ भने टन्सिल पनि चाटचुट पिस हुन्छ नि तातो चियाले। मेरो त अलिकतिदेखि कस्तो टन्सिल दुहिरहेको थियो, अहिले कस्तो बिस भएको दुधको चियाले। त्यही भएर तपाईँ पनि टन्सिल छ भने चाहिँ दुधको चिया खानु ल। अनि मैले यसरी मासु पकाउँदै गएर चाहिँ पुरा भिडियो बनाउँदै पाउने, किनभने मेरो छोरी रक्को गरेर गरेर चाहिँ त त्यसले गर्दाखेरि मैले भिडियो बनाउन पाउँदिनँ नि त। त्यही पनि बिचमा भने नि भिडियो बनाएर तपाईँहरूलाई इन्टरटेनमेन्ट हो कि इन्टरटेनमेन्ट दिइरहेको हुन्छ कि मैले जहिले पनि। अब आधी भिडियो हेर्दा चाहिँ कति धेरै हालै मासुमा पनि नभन्नु ल, पुरा भिडियो हेर्नुपर्छ। मैले के गरेर सबै त्यहीँ देखिन्छ कि। यो चिया चाहिँ झन् मैले 20-30 मिनट लाएर पकाइरहेको हुन्छु कि, धेरै मिठो हुन्छ। चलाइरहने मैले चियापत्ती यतिहाल्छ अनि चलाउँदा पकाउँदा मैले कस्तो राम्रो चिया बनाउँछु कि। अब हिजो 5 बजे भात खाएको मान्छेलाई यतिखेरसम्म त भोक लाएर फ्याउ भइहाल्यो, मुसा कुन थालिहाल्यो पेटमा होइन। अनि राकेशलाई पनि भोक लाग्यो भन्नुभयो नि, उहाँले दुनुट ल्याउनु भएको छ नि। हामीले दुनुट चप्पा चप्दै कप्पा खाँदै गऱ्यौँ कि। अब म 97 किलोको मान्छे, अहिले म 83 किलोमा आइसकेँ भनेपछि म दुब्ला हो, मलाई थाहा छ होइन। अनि दुनुट खाएर पनि कोही दुब्लाउँछ त भनेर नभन्नु ल। दिनमा 900 क्यालोरी खानुपर्छ, जे खाए पनि 900 क्यालोरी खायो भनेदेखि मान्छे त्यतिकै दुब्लाउँछ। मोमो चाउमिन बर्गर सर्गर पिज्जा सिज्जा जे खाए पनि 900 क्यालोरी भन्दा बढी चाहिँ नखानु, त्यतिकै दुब्लाउँछ के। नभए त्यहाँ गुगलमा सर्च गरेर हेर्नु होइन, सबै देखाउँछ कि, सबै देखाउँछ। अब म चाहिँ यसरी नै मासु दुनुट पप सप सबै खाएर दुब्ला हो। म चाहिँ 900 क्यालोरी भन्दा बढी दिनमा खाँदिनँ। एक प्लेट भुटेको मोमो के, भुटेको मोमो मान्छेले फ्राई मोमो भन्छ, म चाहिँ भुटेको मोमोमा चाहिँ 1200 क्यालोरी हुन्छ नि त। अनि स्टिम मोमोमा चाहिँ 700 कि 800 कति क्यालोरी हुन्छ त, गुगलमा सर्च गरेर हेर्नु। अनि एक प्लेट मोमो खायो भने मोटाउँदैन के, मोटाउँदैन, क्यालोरी लोमा बस्ने हो क्या हामीले वेट लस गर्दा चाहिँ। के खाइरहेछ भनेर हेर्ने होइन कि, कस्तो खानेकुरा खाइरहेछ भनेर हेर्ने हो। अब यो मासुमा प्रोटिन हुन्छ, क्यालोरी बढी हुँदैन, प्रोटिनयुक्त खाना खाने होइन। अनि लो क्यालोरीमा बस्ने, अनि फुतु ज्यान घटाउने हो कि। मेरो त अब अहिले 83 किलोमा आइसक्यो। अनि मेरो छोरी पनि म जस्तै मासु लबर छ है हेर्ने।